किन कुनै पनि चिज कस्तो बनाउने भन्ने कुरा चाहिँ मल्टिपल आइडिया मल्टिपल कन्सेप्ट इन्फर्मेसन भएपछि मात्रै आइडिया आउँछ सो द्याट अहिले हाम्रो मेन उद्देश्य चाहिँ इन्फर्मेसन पास आउट गर्ने हो तपाईँ ठगिने वा बिग्रिने भने इन्फर्मेसनको कमीले हो कसैले यो चिज ठिक भन्छ यो कसैले यो ठिक भन्छ कसैले यो टिक बेठिक भन्छ यी सबै चिजहरूलाई लानलाई इन्फर्मेसन चाहियो जस्तै जग्गा कस्तो किन्ने कस्तो रङ लाउने कस्तो जग हाल्ने कस्तो सिमेन्ट बालुवा गिटी हाल्ने हुँदाखेरि ती इन्फर्मेसनहरू उसले ग्यादर गर्यो अनिखेरि त्यसपछि आफ्नो आवश्यकता के हो त भने मलाई मेरो फ्यामिली के हो मेरो बजेट कति छ किन भोलि त नेपालमा 50 लाखमा घर सुरु गरेर 2 करोड लाग्यो भन्छन् भने आफ्नो बजेटभित्र कसरी स्ट्रिक हुने त किन यहाँ तपाईँ जुन पसलमा गए नि उसले सबभन्दा प्रिमियम सामान सबभन्दा महँगो दिन बेच्न खोज्छ भनेपछि तपाईँले आफ्नो बजेट कसरी हेर्ने भोलि ब्याज तिर्न पुग्छ कि पुग्दैन भोलि त्यो घरले तपाईँलाई रिटर्न दिन्छ कि दिँदैन किनकि हाम्रो देशमा त आफन्तभन्दा ठुलो छिमेकीभन्दा अग्लो बनाउने कम्पिटिसन छ भने यो कम्पिटिसनबाट आफू बाहिरिने कि त्यसैमा जाने वा मेरो घरलाई अझ म अर्निङको रूपमा हेर्न सक्छु कि किनकि 2 करोड भने त सानो रकम होइन नि त जग्गा 1 करोड घर 1 करोड भने इट्स नट स्मल अमाउन्ट त्यो अमाउन्टहरूलाई कसरी क्याच गर्न सकिन्छ भन्नको लागि चाहिँ सायद यो फेस तपाईँहरूको सबैको लागि युजफुल हुनसक्छ यो चाहिँ हामीले रफली एस्टिमेट गर्दाखेरि चाहिँ यसको कस्टिङ चाहिँ 1.3 करोड आएको छ अब यसमा चाहिँ हाम्रो डिजाइनिङदेखि चाहिँ फिनिसिङसम्म चाहिँ भयो एज अ इन्जिनियरिङ स्टुडेन्टको पर्सपेक्टिभमा हेर्नुपर्दा चाहिँ अब हामीले यहाँ मटेरियल्स पनि चिन्ने भयो प्लस डिफ्रेन्ट मान्छेहरूको डिफ्रेन्ट कन्सेप्ट पनि हामीले बुझ्ने भयो अनि फ्युचरमा गरेर हामीले त्यही कुरालाई चाहिँ एज अ रिफरेन्स आफ्नो प्रोजेक्टमा पनि युज गर्न सक्ने हुन्छ अनि एज अ भिजिटरहरूलाई पनि डिफ्रेन्ट अप्सन्सहरू भयो नि त अब आफ्नो घर कसरी बनाउने हो त्यस्तो आर्किटेक्चर स्टुडेन्टहरू हो सो हामीले चाहिँ एउटा छुट्टै सब्जेक्टै पढ्नुपर्छ कन्जर्भेसन भन्ने सब्जेक्ट अब त्यसमा चाहिँ हाम्रो पुरानो कुराहरूलाई चाहिँ कसरी कन्जर्भ गर्न सक्छ सकेसम्म पुरानो कुरालाई नबिगार्ने अब बिगार्नै परे पनि अब पहिला जस्तो छ त्यसलाई नै रिजेम्बल गरेर त्यो गर्ने हुन्छ अनि अब हामीले चाहिँ ट्रेडिसनल कुरा गर्नु पर्दाखेरि चाहिँ घरहरूमा पनि क्लाइन्टको रिक्वायरमेन्ट अनुसार साइटको रिक्वायरमेन्ट अनुसार चाहिँ अब घर हामीलाई मोडर्न चाहिने हो कि ट्रेडिसनल चाहिने हो कि कस्तो चाहिने हो चाहिँ बनाइरहेको हुन्छ हामी आर्किटेक्ट स्टुडेन्ट हो अनि हामीले चाहिँ अब हाम्रो डिजाइनहरू चाहिँ हामीले देखाउन सकिन्छ नि त यस्तो यस्तो फेस्टहरूले गर्दाखेरि अनि त्यसैले नै यो फेस्टहरू चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट नै हुन्छ उहाँहरूको चाहिँ मेन जिज्ञासा भनेकै कन्सेप्टहरू भन्दा पनि कस्टिङ र एस्टिमेटिङमा कस्तो मटेरियलहरूको कस्ट कसरी हुन्छ यस्तो यस्तो चाहिँ उहाँहरूको जिज्ञासा छ अनि त्यसलाई नै हामीले एक्सप्लेनहरू चाहिँ गरिरहेको छौँ यो रियल साइटमा बनाउनु पर्दा चाहिँ हामीले खास यसमा चाहिँ मेनली फोकस चाहिँ हामीले टिम्बरहरूको चाहिँ गरिरहेको छौँ तर टिम्बरको चाहिँ अब नेपालको कन्टेक्समा कस्ट चाहिँ अलि हाई हुन जान्छ अनि त्यसको लागि चाहिँ अल्टरनेटिभ केसको लागि चाहिँ हामीले आरसिसीहरू चाहिँ युज गर्न मिल्यो आरसिसीहरू चाहिँ युज गर्न मिल्यो अनि स्टिलको चाहिँ यो प्यानलहरू चाहिँ युज गरेर चाहिँ बनाउन सकिन्छ यो हाम्रो यो 6 लाखको घर चाहिँ हो यो स्ट्रक्चरहरू चाहिँ पुरै अहिले जे देख्नु भएको छ त्यो चाहिँ हाम्रो 6 लाखको स्ट्रक्चर हो हाम्रो 4 स्क्वायर पाइपहरू युज भएको छ तलबाट फुटिङहरू गर्दाखेरि तपाईँको टोयलेटहरू सब फिनिसिङ गर्दाखेरि होइन अनि टोयलेटमा चाहिँ तपाईँको कमोडहरू अनि 6 इन्चीसम्मको टाइलिङहरू गर्दाखेरि सबै गर्दाखेरि चाहिँ तपाईँको 990 लाग्ने भयो तपाईँको जुन स्ट्रक्चर चाहिँ देख्नु भएको छ नि यो चाहिँ हाम्रो एउटा कन्सेप्ट हो होइन 6 लाखसम्म गर्न मिल्छ यस्तो घरहरू जुन चाहिँ सिमेन्ट बोर्डहरू युज भएको छ तल चाहिँ हाम्रो फ्लोरिङमा चाहिँ तपाईँको डेक सिट युज भएर 3.5 इन्चीको ढलान हुन्छ अनि माथिपट्टि त्यो 990 मा चाहिँ सबैपछि त्यो फिनिसिङहरू आउँछ त्यो चाहिँ स्ट्रक्चर जे देख्नु भएको छ तपाईँले त्यो चाहिँ 6 लाख यो सिमेन्ट बोर्डहरू तपाईँको कलमहरू बिमहरू सबै गर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो स्किल सेवा हो अनि यो चाहिँ हाम्रो रेनोभेसन स्पेसियली रेनोभेसनको छ घरहरूको भित्रपट्टि रुम एडिसनहरू रेनोभेसन तपाईँको किचन क्याबिनेटहरू किचनहरू बनाउने किचन रेनोभेट गर्ने सबै कामहरू गर्छ सबै कहाँबाट होइन सानो फुच्चेहरू पनि 6 लाखको घर भन्दै आएको देखेर चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ सबैजना हेर्न आउनु भएको छ बुझ्नु भएको छ कोहीले बुक पनि धेरैले बुक गरिसक्नु भएको छ पहिले होइन इनिसियल बुकै गरिसक्नु भएको छ एकदम पोजिटिभ फिडब्याकहरू पाइरहेको छौँ हामीले योमा चाहिँ बेसमेन्टको चाहिँ छुट्टै हुनुभयो 990 मा तपाईँ बेसमेन्टहरू तलपट्टि 3 फिटको ढलान गरेर होइन त्यहाँनिर चाहिँ हाम्रो नट बोल्टिङ सिस्टमबाट उठाएर त्यो गरेर अनि त्यहाँबाट यो जुन अहिले प्लाईको यो छ यो चाहिँ हाम्रो डेमोको लागि मात्रै हो त्योमा चाहिँ ढलान नै हुने भएन ढलान भएर तपाईँको फल सिलिङहरू आएर बाथरुमहरू सबैपट्टि गरेर लाइफ स्प्यान 15 वर्षसम्मको तपाईँले यो कमर्सियल पर्पजमा नि युज गर्नुभयो होइन एउटा आफ्नो जग्गाहरू कतै खाली छ भने यो बनाएर रेन्टमा दिन सक्नुभयो होइन कोही फ्यामिली सानो फ्यामिलीहरूलाई रेन्टमा दिन सक्नुभयो कमर्सियल प्रोसेस अझ रिजोर्टहरूतिर सानो घरहरू कोही टुरिस्टहरूको लागि त्यस्तो सबैतिर कमर्सियल प्रोसेसमा मेन हाम्रो फोकस चाहिँ खास त्यो हो
अब सबैले मन पराइदिनु भएको छ आफ्नो घर पनि बनाउने भन्दा हुनुभएको छ यो चाहिँ हाम्रो यो 6 लाख घरहरू चाहिँ बनाएको यो स्ट्रक्चरमा टेम्पोरेरी यो लाइट स्ट्रक्चरहरू चाहिँ बनाएको छ तर यो हाम्रो कन्सेप्ट चाहिँ नयाँ हो यो चाहिँ